नमस्ते साथीहरु, स्वागत छ तपाईलाई नेपाली शेयर मार्केट सम्बन्धी बलबलको नयाँ अपडेटहरु लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौं। भने साथीहरु, आजको बसाइमा चाहिँ विशेष गरी चाहिँ हाम्रो केही साथीहरुले चाहिँ प्रश्न गरिरहनु भएको थियो। धरमखोला हाइड्रो इनर्जी लिमिटेड कम्पनीको चाहिँ आइपिओ हाम्रो डिम्याटमा आइसकेको छ, तर यसको कारोबार चाहिँ कहिलेदेखि हुन सक्ला र यो कम्पनीको चाहिँ हाम्रो अधिकतम मात्रामा चाहिँ यसले हामीलाई कस्तोसम्म रिटर्न दिन सक्नेछ र सेकेन्डरी मार्केटमा यसको मूल्य कतिसम्म पुग्न सक्ला र यो कम्पनीलाई चाहिँ हामीले लङ टर्म रूपमा होल्ड गर्दा ठीक होला कि यसले हामीलाई बोनस दिन सक्ने सम्भावना कति रहेको छ भनेर केही साथीहरुले चाहिँ प्रश्न गरिरहनु भएको छ। तपाईलाई यदि धरमखोला हाइड्रो इनर्जी लिमिटेड कम्पनी चाहिँ परेको छ र सो कम्पनीको बारेमा केही जानकारीहरु लिन चाहनुहुन्छ भने कृपया यो भिडियोलाई पुरा हेर्न सक्नुहुनेछ र हाम्रो च्यानलमा तपाई यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र त्यसैगरी हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ आइपिओ र आइसेयरको तपाईले सजिलैसँग चाहिँ अपडेट चाहिँ पाउन सक्नुहुनेछ। साथीहरु, विशेष गरी हाम्रो धरमखोला हाइड्रो इनर्जी लिमिटेड भनेको चाहिँ विशेष गरी हाइड्रो पावर सेक्टर कम्पनी रहेको छ भने यस कम्पनीले चाहिँ नेपालमा चाहिँ अहिले करिब धरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन चाहिँ 9.6 मेगावाटको रहेको छ भने यस धरमखोला जलविद्युत आयोजनाको करिब 2 अर्ब 37 करोड रुपैयाँ लागत रहेको छ भने यसको प्रति मेगावाट लागत बनेको करिब 25 करोड रुपैयाँ रहेको छ। हाइड्रो पावर सेक्टरमा चाहिँ कुनै पनि हाइड्रो पावर सेक्टरमा चाहिँ त्यसको प्रति मेगावाट लागतले धेरै नै मात्रामा चाहिँ असर पार्ने गर्दछ र जुन कम्पनीको प्रति मेगावाट लागत चाहिँ जति कम भयो त्यति नै त्यो कम्पनीलाई चाहिँ राम्रो आयोजना चाहिँ मान्ने गरिन्छ। यो कम्पनीको चाहिँ 25 करोड प्रति मेगावाट लागत छ, यसलाई हामी ठिकठाकको मान्न सक्दछौँ, जसको कारणले गर्दाखेरि यस कम्पनीको चाहिँ साधारण लगानी फिर्ता चाहिँ करिब 9.23 वर्षमा हुनेछ भने डिस्काउन्टमा आधारित भएर करिब 17 वर्ष चाहिँ यसको लाग्ने रहेको छ। यो कम्पनीको जारी पुँजी करिब 1 अर्ब 3 करोड 5 लाखको चाहिँ यसले करिब 38% बराबरको चाहिँ यसले प्राथमिक सेयर निष्कासन गरेको थियो। यस कम्पनीले करिब 39 करोड 50 लाख रुपैयाँ चाहिँ आयोजना प्राप्त स्थानीय बासिन्दा र जेनरल सर्वसाधारण दुवैको निम्ति आइपिओ निष्कासन गरेको थियो भने मात्र रु 100 रुपैयाँ अंकित दरमा चाहिँ यस कम्पनीले बिक्रीमा राखेको थियो। कुल करिब 39,50,000 किता चाहिँ आइपिओ निष्कासन गरेको यस कम्पनीले चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दाको निम्ति करिब 10,30,500 किता र त्यसै गरी फरेन इम्प्लोइको निम्ति करिब 2,91,950 किता चाहिँ यसले निष्कासन गरेको थियो र फरेन इम्प्लोइको साथीहरुलाई करिब 29,195 चाहिँ यो कम्पनीको चाहिँ फरेन इम्प्लोइको साथीहरुलाई परेको थियो र अब म्युचुअल फन्डलाई 58,350 र त्यसै गरी चाहिँ 1,45,975 किता चाहिँ यसको कम्पनीको कर्मचारीहरुलाई पर्दाखेरि चाहिँ सर्वसाधारणलाई करिब 24,23,185 किता चाहिँ यस कम्पनीले नेपालमा रहेको सर्वसाधारणलाई निष्कासन गरेको थियो। अब कुरा गरौँ यो कम्पनीको बजारमा चाहिँ कति पब्लिकको लिस्टेड शेयर भएर आउँछ त भन्ने कुरा गरौँ। यस कम्पनीले निष्कासन गरेको टोटल शेयरहरु मध्ये 39 लाख किता शेयर गरेको थियो, जसमध्ये करिब 10,30,000 किता चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेको छ र उहाँहरूलाई करिब 3 वर्षको लकिङ पिरियड हुने भएको कारणले गर्दा त्यो तत्काल बजारमा आउन सक्ने सम्भावना हुँदैन। त्यसपछि हाम्रो करिब म्युचुअल फन्डलाई करिब 1,45,000 किता छुटाएको छ, जुन चाहिँ करिब 6 महिनाको लकिङ पिरियड हुने गर्छ भने त्यो पनि तत्काल बजारको रूपमा आउँदैन र हाम्रो 2% 58,390 किता कम्पनीको कर्मचारीहरुलाई छुटाएको छ र उहाँहरूलाई पनि करिब 3 वर्षको लकिङ पिरियड हुने गर्दछ र विशेष गरी हाम्रो जेनरल पब्लिकको हाम्रो पब्लिक लिस्टेडमा आउने भनेको करिब 2,91,000 किता जुन हाम्रो फरेन इम्प्लोइको साथीहरुलाई निष्कासन भएको थियो भने नेपालमा रहेको सर्वसाधारणलाई 24,23,000 किता, यो दुईटै मिलाउँदाखेरि करिब हाम्रो 27 लाखदेखि 28 लाख किता चाहिँ हाम्रो बजारमा चाहिँ शेयर सप्लाईको रूपमा चाहिँ आउनेछ र जसको कारणले चाहिँ हामी यसलाई मिड क्यापको कम्पनी भनेर चाहिँ बुझ्न सक्दछौँ। र यो कम्पनीको चाहिँ वित्तीय अवस्थाको बारेमा कुरा गरौँ। वित्तीय अवस्थाको बारेमा कुरा गर्नु पर्दाखेरि यसले जुन आइपिओ निष्कासन गर्दाखेरि बुझाएको विवरणपत्र अनुसार चाहिँ यसको आर्थिक वर्ष 2080-81 को चाहिँ यसको ईपीएस प्रति शेयर आम्दानी करिब 9 रुपैयाँ रहेको छ। हाइड्रो पावर सेक्टरको कम्पनीहरुमा 9 रुपैयाँ ईपीएस हुनुलाई एकदम राम्रो मान्न सक्दछौँ हामी, जसको कारणले गर्दाखेरि यो कम्पनीको चाहिँ प्रति शेयर आम्दानी चाहिँ राम्रो रहेको भने हामी बुझ्न सक्दछौँ र त्यसै गरी यसको नेटवर्थ करिब 142 रुपैयाँ रहेको छ, जसको कारणले गर्दाखेरि यो कम्पनी एकदम मजबुत रहेको छ भनेर चाहिँ हामीले बुझ्न सक्दछौँ। करिब 142 रुपैयाँ नेटवर्थ भएको कम्पनीलाई हामीले मात्र रु 100 रुपैयाँमा पाएका छौँ, जुन चाहिँ धेरै नै राम्रो भनेर चाहिँ हामीले मान्न सक्दछौँ र त्यस कारणले गर्दाखेरि अब यसको सेकेन्डरी मार्केटमा ओपनिङ रेन्ज कति हुन्छ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यसको 142 रुपैयाँ लोएस्ट ओपनिङ रेन्ज 142 रुपैयाँदेखि त्यसको 3 गुणाले हुन आउने करिब 428 रुपैयाँसम्म चाहिँ यो कम्पनीको चाहिँ ओपनिङ रेन्ज हुनेछ र त्यसमा तपाईको यदि 10% को पोजिटिभ सर्किट लागेको खण्डमा थप 42 रुपैयाँ चाहिँ यसमा
थपिँदै जानेछ र जसरी सर्किट लाग्दै जान्छ त्यो अनुसार यसको मूल्य चाहिँ बढ्दै जाने सक्ने सम्भावना चाहिँ रहेको छ। यसको मूल्य चाहिँ सेकेन्डरी मार्केटमा अधिकतम कतिसम्म जान सक्ला त भन्ने हामीले यसभन्दा अगाडिका विभिन्न हाइड्रो पावर सेक्टरको कम्पनीहरू र अहिलेको नेप्सेको इन्डेक्सहरू हेर्दाखेरि चाहिँ यो कम्पनीको पनि तत्काल चाहिँ यो हाइड्रो पावर सेक्टरको कम्पनी हो, त्यस कारणले गर्दाखेरि यसमा हामीले ठुलो मात्रामा चाहिँ आशा गर्नु चाहिँ गाह्रो हुन्छ। तर पनि हामीले अन्य हाइड्रो पावरको तुलनामा चाहिँ यसको मूल्य चाहिँ राम्रो पुग्छ भन्ने पनि हामीले बुझ्न सक्दछौँ। र त्यसै गरी चाहिँ यो चाहिँ मिड क्यापको कम्पनी हो र मिड क्यापको कम्पनी भएको कारणले गर्दाखेरि चाहिँ यसको मूल्य र यसको जुन आर्थिक अवस्था रहेको छ, आर्थिक सूचाङ्कहरू चाहिँ मजबुत नै, वित्तीय अवस्थाहरू पनि मजबुतै भएको कारणले गर्दाखेरि चाहिँ यस कम्पनीले चाहिँ हामीले सजिलै चाहिँ 600 देखि 700 रुपियाँ प्रति कितासम्म चाहिँ पुग्न सक्ने भनेर चाहिँ हामीले भन्न सक्छौँ। र त्योभन्दा माथि चाहिँ कति जान्छ त भन्ने कुरो चाहिँ तत्काल चाहिँ हामीले भन्न सक्ने अवस्था चाहिँ बजारले चाहिँ निर्धारण गर्नेछ। बजारमा चाहिँ तपाईँको सप्लाई कतिको आउँछ र डिमान्ड कतिको आउँछ भन्ने कुरालाई चाहिँ धेरै नै बजारमा चाहिँ त्यसको मूल्यमा प्रभाव पार्ने गर्दछ। त्यस कारणले गर्दाखेरि तपाईँलाई यदि यो कम्पनीको आइपिओ परेको छ भने चाहिँ तपाईँले यो कम्पनीलाई चाहिँ एकदम राम्रोसँग स्ट्रङली चाहिँ होल्ड गर्नु होला। होल्ड गरेको खण्डमा चाहिँ तपाईँले चाहिँ यसबाट चाहिँ राम्रो मात्रामा चाहिँ रिटर्न पाउन सक्ने सम्भावना चाहिँ एकदमै राम्रो रहेको छ। र अब यो कम्पनीले बोनस दिन सक्छ कि सक्दैन भन्ने धेरै लगानीकर्ताहरूको चाहिँ मनमा जिज्ञासा पनि हुन सक्दछ। र यस कम्पनीको चाहिँ करिब 9 रुपियाँ एपिएस रहेको छ, प्रति सेयर आम्दानी चाहिँ करिब 9 रुपियाँ रहेको छ। र 9 रुपियाँ भएको कारणले गर्दाखेरि चाहिँ यस कम्पनीले चाहिँ आफ्नो सञ्चालक समितिले चाहेको खण्डमा चाहिँ यसलाई सेयर होल्डरलाई चाहिँ केही मात्रामा चाहिँ बोनस दिन सक्ने सम्भावना चाहिँ बोकेको कम्पनी रहेको छ। अब कति बोनस दिन्छ भन्ने कुरो चाहिँ यसको सञ्चालक समितिले नै निर्णय गर्ने कुरा हो। तर पनि हामीले चाहिँ यो कम्पनीलाई चाहिँ भन्ने हो भने चाहिँ यसबाट चाहिँ सजिलै मात्रामा चाहिँ यसले चाहिँ केही पर्सेन्ट चाहिँ बोनस दिन सक्ने सम्भावना रहेको छ। तर पहिलो वर्षमा चाहिँ सुरुमा कम्पनीहरूले चाहिँ बोनस दिने भन्दा पनि आफ्नो कम्पनीलाई चाहिँ मजबुत बनाउनेतिर चाहिँ लाग्दाखेरि चाहिँ कम्पनीलाई चाहिँ धेरै फाइदा हुने गर्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ यो कम्पनीले चाहिँ बोनस दिने भन्दा पनि कम्पनीको चाहिँ आर्थिक सूचाङ्कहरूलाई चाहिँ अझ सुदृढ गर्दै अगाडि बढ्ने चाहिँ प्रायः जस्तो नयाँ कम्पनीहरूको चाहिँ रहने गर्दछ। र साथीहरू, अब धरमखोलाको आइपिओलाई चाहिँ हामीले लङ टर्म रूपमा होल्ड गर्ने कि यसलाई सर्ट टर्म रूपमा सेल गर्ने, कम्पनीको वित्तीय अवस्था अनुसार चाहिँ कम्पनी यदि तपाईँलाई हाइड्रो पावर सेक्टर कम्पनी लङ टर्मको रूपमा राख्न मन लाग्छ भने चाहिँ तपाईँले धरमखोला हाइड्रो इनर्जीलाई चाहिँ लङ टर्मको आफ्नो सूचीमा पनि राख्न सक्नुहुनेछ। तर यो कम्पनीलाई यदि तपाईँ बुल मार्केटको निम्ति बेच्न चाहन्छु भनेर यदि मिड टर्मको लागि तपाईँ होल्ड गर्न चाहनुहुन्छ भने चाहिँ एकदम राम्रो उपाय हुन्छ। तर बुल मार्केट चाहिँ कहिले आउँछ भन्ने कुरो पनि एकदम गाह्रो अवस्था रहेको छ। धेरै जस्तो लगानीकर्ताहरूले चाहिँ अब बुल मार्केट चाहिँ तपाईँको दसैँ तिहारपछि आउने भन्ने कुराहरू रहेको थियो र त्यो बिचमा चाहिँ विभिन्न किसिमका चाहिँ आन्दोलनहरू गरेको कारणले गर्दाखेरि नेपालको राजनीति अहिले अस्थिर भएको कारणले गर्दाखेरि चाहिँ वित्तीय अवस्था र सेयर मार्केट चाहिँ कता जान्छ भन्ने कुरो चाहिँ एकिङ गरेर भन्न चाहिँ गाह्रो अवस्था भएको अवस्थामा चाहिँ बुल मार्केट तत्कालै आउँछ भन्ने सम्भावना चाहिँ एकदम जटिलै रहेको छ। सो अवस्थामा चाहिँ हामीले यो कम्पनीलाई चाहिँ तपाईँले लङ टर्म रूपमा पनि होल्ड गर्न सक्नुहुनेछ, किनकि यसको वित्तीय अवस्थाहरू चाहिँ हाइड्रो पावर सेक्टरमा चाहिँ राम्रै रहेको छ होइन। भविष्यमा चाहिँ राम्रो मात्रामा चाहिँ बोनस दिन सक्ने सम्भावना बोकेको आर्थिक सूचाङ्क एकदम मजबुत भएको कम्पनी रहेको छ भने यदि सर्ट टर्म रूपमा चाहिँ तपाईँले यसलाई सेल गर्दै हुनुहुन्छ भने चाहिँ एटलिस्ट मूल्य चाहिँ जहिले पनि पिकमा पुगेको बेला बेच्नु होला। र यसको चाहिँ मूल्य अब हामीले कसरी हेर्न सक्छौँ त भन्दाखेरि चाहिँ प्रत्येक दिन तपाईँको कारोबार भइसकेपछि चाहिँ तपाईँको कति यसमा चाहिँ डिमान्ड एन्ड सप्लाई आयो भनेर चाहिँ तपाईँले विभिन्न साइटहरूमा चाहिँ हेर्न सक्नुहुनेछ। त्यसको दिन कति बिक्री भयो त प्रति किता भनेर यदि तपाईँको 200 300 होइन 400 500 प्रति किता यदि बिक्री भइरहेको छ भने डराउनु पर्ने स्थिति छैन। तर जब तपाईँको 500 के अरे 1000 1500 4000 5000 पुग्न थाल्छ त्यसपछि तपाईँले चाहिँ अब यसलाई चाहिँ बेच्ने समय आयो भनेर चाहिँ तपाईँले बुझ्न सक्नुहुनेछ र त्यही अनुसार चाहिँ आफ्नो स्ट्राटेजी बनाउन सक्नुहुनेछ। रणनीति आफूले कसरी तयार बनाउने भन्ने कुरो चाहिँ तपाईँले आफैले चाहिँ बनाउन सक्ने कुरा भइहाल्यो। र त्यसपछि चाहिँ अब हामी यो कम्पनीको चाहिँ हाम्रो यसको कारोबार कहिलेसम्म आउँछ त भन्ने कुरा गर्दाखेरि धेरै साथीहरूको चाहिँ डिम्याटमा अलरेडी यो कम्पनी लिस्टेड भइसकेको छ र डिम्याटमा लिस्टेड हुने बित्तिकै चाहिँ यसको चाहिँ अब दसैँको सार्वजनिक बिदा परेको कारणले गर्दाखेरि चाहिँ अहिले तत्काल हाम्रो नेप्से अब दसैँपछि खुल्नेछ र दसैँपछि चाहिँ यो कम्पनी चाहिँ नेप्सेमा लिस्टेड हुनेछ। नेप्सेमा लिस्टेड भएको भोलिपल्टदेखि चाहिँ तपाईँको बल्ल बजारमा चाहिँ कारोबारमा चाहिँ आउनेछ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले दसैँसम्म चाहिँ यो दसैँको बिदापछि कुर्नुपर्ने हुन्छ र दसैँको बिदापछि चाहिँ क्यापिटलले जति छिटो कि नेप्सेमा लिस्टेड गर्यो त्यसको भोलिपल्टदेखि चाहिँ यसको कारोबारमा जानेछ र आशा गरौँ सजिलै होइन
दसैँको बिदाको सार्वजनिकको चाहिँ जब हाम्रो नेप्सी अफिस खुल्छ, नेप्सी अफिस खुल्ने बित्तिकै चाहिँ यसले छिटै नै यदि लिस्टेड गरेको खण्डमा चाहिँ त्यसको भोलिपल्टदेखि नै कारोबार हुन सक्ने सम्भावना चाहिँ एकदम बेसी नै रहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ धरमखोला हाइड्रो इनर्जी लिमिटेड कम्पनीको चाहिँ जुन दसैँ र तिहारको बिचमा हुनेछ सो अवस्थामा चाहिँ यसको मूल्य चाहिँ त्यो अवस्थामा चाहिँ कतिसम्म जान सक्छ भन्ने पनि एकदम रमाइलो हुनेछ होइन। त्यसपछि फेरि हाम्रो तिहारपछि त फेरि लगानीकर्ताहरूको एउटा छुट्टै उत्साह भइहाल्छ, लङ टर्म स्ट्राटेजी फेरि बनि नै हाल्छ नेप्सेमा। त्यसपछि हामी फेरि भेटि नै हाल्छौँ। साथीहरू, धरमखोला हाइड्रो इनर्जी लिमिटेड कम्पनीको चाहिँ तपाईँलाई कति किताब परेको छ र यसलाई तपाईँले कति किताब भनेर होल्ड गर्नुभएको छ अवश्य मात्रामा चाहिँ कमेन्ट गर्नु होला। र यसको मूल्य कतिसम्म पुग्न सक्ला, लङ टर्म होल्ड गर्ने कि सर्ट टर्म सेल गर्ने के निर्णय गर्नुभएको छ र साथ दिनुभएको र भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला। र सम्पूर्ण लगानीकर्ताहरू, सम्पूर्ण हाम्रो सब्सक्राइबर साथीहरूलाई दसैँको शुभकामना रहेको छ। धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनुभएकोमा।